लु सबैलाई ह्याप्पी चैते दसैँ। आज चाहिँ टक्क भिडियो लगाउँछ चैते दसैँको। हामी चाहिँ अब आज पूजासुजा छ। हामी चाहिँ गोबर ल्याउन जाँदा गोबर ल्याउने काम चाहिँ हाम्रै हुन्छ। जुन पर्वमा पनि गोबर चाहिएकै हुन्छ। गोबर ल्याउने काम चाहिँ हामी दुईजैकै हुन्छ। ल आज चाहिँ भलगाउँछ, अलि लामै भलगाउँछ जस्तो छ। भएछ भने हेरौँला। लु आइसक्यौँ हामी चाहिँ गाई भएको ठाउँमा आइसक्यौँ। अब चाहिँ गोबर लैजाने हो। राम्रोसँग दिन्छ कि नै गोबर लिनु, कहिले कस्तो त आशीर्वाद पनि दिन्छ कि र त्यसले हानेर आशीर्वाद दिने गर्छ बेला बेला चाहिँ। जय माता दी। हेलो कुन उठाउने काक्स? उठाउनु त यहाँ उयो त रहेछ। ल हामी चाहिँ अब काक्स राम छ। ल हामी चाहिँ पूजा गर्ने ठाउँमा पहिला घरनिर पूजा गर्नुपर्छ अरे। पहिला पूजा गर्ने ठाउँमा घरनिर फोन गर्न ला। ओइ होइन के उता गर लगाऊ। छिटो गर्नु न। भिडियो बनाउला टिकटक। अन्त्यहरू आइदिनु गऱ्यो रोडमा किन हातको लागि यति बात च्याउला भइगयो ल अब तलतिर देखाउँछ ल तलतिर टक्क। ल हामी चाहिँ आइसक्यौँ पूजा गर्ने ठाउँमा। कहाँनिर त्यहाँ हो कि हेन्ती गरे हेन्ती। पूजा चाहिँ पहिलेदेखि हिँडी गर्ने ठाउँ हाम्रो। ढुङ्गा ल्याउनु पर्यो यार। किन ल्याउँदैन तुन हेर त यो त हात पाले ल्याइदियो यो त ऊ ल्याइदियो ढुङ्गा लिएर आएको त ढुङ्गा के हेरा त्यो यो दुना दुना यहाँ आज हाम्रो भाले चाहिँ ए छोडिदेला न अङ्कल रामसँग। हट्दा पछि फेरि यसको भाडा लगाउने ढुङ्गा कहिले भयो पानीमा मोर लागेन हो हाँसेले लाग्यो। ओइ हाती राम्रो गरे ए आउँछु हुन्छ यो ल है अब पूजा सक्यो। अब खानपिन सुरु हुन्छ। अब हाम्रो चाहिँ अब सबैको पूजा सक्यो। चैते दसैँको यही हो पूजा सुजा हाम्रो फेरि पहिलेदेखि चल्दै आएको चलनहरू। चैते दसैँमा चाहिँ भालेहरू काट्ने गर्छन्, देउतालाई मनाउने गर्छन्। देउताले चाहिँ मानिदिनुहोस् यो देउता। अलि एउटा राम्री केटीको खाँचो छ, परे जस्तो छ, खाँचो छ, राम्री सोझी मलाई माया गर्ने होइन। आमाले जत्तिकै माया गर्ने, आमाले जत्तिकै त कसैले गर्दैन, तिनी आमाको पछिको चाहिँ माया दिने चाहिँ एउटा चाहिएको जस्तो छ। राम्री सोझी मिलाइदिनुहोस्। बाधा छ मैले नि छोड्नेवाला छैन। सोझी मिलाइदिनुहोस् एउटा। धन्यवाद दिन चाहन्छु त्यो मिलाइदिएपछि चाहिँ तपाईँलाई। हस् अब चाहिँ खानपिन हुन्छ हामी।